Do you like Amresh Kumar Singh or other politicians? Do you like Arpa Sangpang or Balendra Shah? Do you like tea or coffee? के मन पर्छ साथीहरुलाई भन्नुस् त? मैले तपाईलाई भर्खरै सोधेको कुराहरु के थियो भने साथीहरु इंग्लिश ग्रामरको क्वेशन्सको टाइप थियो। कस्तो कस्तो किसिमको अथवा कति किसिमको क्वेशन्स हुन्छ इंग्लिश ग्रामरमा भन्ने कुरा थियो। अब हामी लागौं एक्सरसाइज तर्फ साथीहरु है त। अब हामी एक्सरसाइज तर्फ लाग्छौं साथीहरु। आज हामीले क्लास 12 को इंग्लिश ग्रामरको एउटा एक्सरसाइज गर्दै छौं। त्यसमा तपाईलाई के भनेको छ भने लुक एट द फलोइङ क्वेशन्स एन्ड से व्हाट टाइप अफ क्वेशन्स दे आर भनेको छ है। व्हाट टाइप अफ क्वेशन्स दे आर भनेको छ। त्यो सेन्टेन्स हेर्नेर कस्तो किसिमको क्वेशन को टाइप हो त्यो भन्नु पर्ने। अप्सन ए बाट सुरु गरौँ। डु यु लाइक दिस कन्ट्री? तपाईलाई के यो देश मन पर्छ भनेको यसको आन्सर यस अथवा नो मा आउँछ। त्यसैले यो कुन क्वेशन हो? यस नो क्वेशन हो। अप्सन बी वेयर इज सी फ्रम? यो डब्ल्युएच क्वेशन हो किनभने डब्ल्युएच वर्ड सुरु भएको छ स्टार्टमा। नम्बर सी मा चाहिँ हाउ मेनी एग्स डु वी नीड फर दिस केक? यो पनि डब्ल्युएच क्वेशन छ नम्बर सी को पनि। नम्बर डी को व्हिच चिल्ड्रन आर प्लेइङ इन द यार्ड? दिस इज अल्सो डब्ल्युएच क्वेशन बिकज डब्ल्युएच त्यहाँ लेटरहरु युज भएको छ। अब अप्सन ई मा हेर्नुस् है। डज सी लाइक आइसक्रिम अर स्वीट्स? डज सी लाइक आइसक्रिम अर स्वीट्स? उनले आइसक्रिम मन पराउँछिन् अथवा स्वीट मन पराउँछिन् भनेको छ। यसमा चोइस दिएको छ। त्यसैले के हो यो? चोइस क्वेशन हो। नेक्स्ट क्वेशन She sent him an invitation. Did not see. ल भन्नुस् त साथीहरु यो कुन क्वेशन हो? कमेन्ट गर्नुस् है कुन क्वेशन हो यो? She sent him an invitation. Did not see. This is tag question my friend. Yes, this is tag question. अब नेक्स्ट क्वेशन हेरौं। जी को could you tell me if the doctor is available? यो हो इनडाइरेक्ट क्वेशन हो साथीहरु है। यो कुन क्वेशन अरे? इनडाइरेक्ट क्वेशन हो। किनभने could you tell me सम्म एउटा किसिमको एउटा पार्ट भयो आन्सरको आई मिन क्वेशनको। त्यसपछि के छ? इफ द डाक्टर इज अवेलेबल यस्तो किसिमको छ। त्यसैले के हो यो? यो हो तपाईको इनडाइरेक्ट क्वेशन हो। ल लास्टको हेरौँ। डु यु नो हाउ टल दे आर? हेर्नुस् यहाँ डु यु नो छ त्यसपछि हाउ टल दे आर छ के हो। अब यो डु यु नो हटाउने भन्छ यो फेरि डब्ल्युएच क्वेशन्स बन्छ तर डु यु नो पनि छ यहाँ। त्यसैले डु यु नो हाउ टल दे आर यो चाहिँ हो इनडाइरेक्ट क्वेशन। त्यसैले यदि तपाईलाई भिडियो मन पर्छ भने लाइक गर्नुस्, कमेन्ट गर्नुस् र डोन्ट फर्गेट टु subscribe this channel. Thank you so much for watching.